वेलकम टू गाइज माई यूट्यूब च्यानल। आज हामी फिस हन्टिङ हान्न गएको जान लाग्छौँ जङ्गलतिर। अस्ति माथितिर गयौँ, आज तल जान लाग्छौँ हामी। अस्ति माथि गएको, आज तल जान लाग्छौँ। आज उहाँको ठाउँमा जाने मलाई देखेन मलाई सबै ल केटाहरू भएर। वेलकम टु गाइज, हामी अब खोलामा आइपुग्यो। हामी वहाँ मार्ने हो, जङ्गल छ यहाँनिर मार्न। खोला त्यहाँ माछा कतिको छ हेरौँ, त्यहाँनिर गढेला। त्यहाँपछि ठाउँमा जाने हो, त्यहाँपछि माथि जाने ल। यति गर्नु माछा मारेको। अब यहाँ माछा मार्न गढेला खोज्छन् पहिला हाम्रो साथीहरूले। गढेला खोज्नु लाग्छन् खालेर अब जाल हान्ने हो। यहाँ केटाहरू माछा देखेर यहाँ डराछन्। कति ठुल्ठुलो छ अरे हाम्रो केटाहरू पर्छ कि नै हेरौँ। परेन अरे यो चिप्पी जाली हान्नु लाग्छन्। पऱ्यो कि नै सानो छ अरे। देख्दैन है मुजीले के सर आफ्नो यो हल्लाइनमा माथिले कस्तो अप्डेट गर्नु मुजी भागिरहेछ माछा धेरै भएर। माछा यति त बढाइदियो यो लगाइ हुतालेर माछा पाइरहेको छौँ। अब अर्को ठाउँमा जाने हामी। उतालेर अब अघिको ठाउँमा उताल्यौँ। अब हामी फेरि माथि जान लाग्छौँ। माथि जाने हो, यहाँसम्म कहाँसम्म पुगिन्छ अनि छिटो आसेक माछा लिएर आछन्। ल अब त्यो अन्डा माथि जाने, माथि गएपछि देखाउँछु फेरि। अब हामीले यहाँ दह सुकाउनु लाग्छौँ गाइस। यहाँबाट अब हामीले यहाँ सुकाउनु लाग्छौँ। यो ठुलो सुक्छ कि नै हामीलाई पनि थाहा छैन। अब सुकाउनु कोसिस गर्छौँ। माछा कतिको पाइन्छ, यहाँ माछा धेरै होला जस्तो छ। उताबाट पानी उता माथिबाट आएको पानी छ ल यो। अब यहाँबाट सुकाउनु नै हो ल गाइस। माछा कतिको हुन्छ यो खोलामा, यस्तो खोला छ। घर फर्किनु नि टाइम लाग्छ हामीलाई। हामी त बिहानबाट हिँडेको, झोलासोला लिएर खाजा लिएर अब माछा मारेछौँ। त्यो माछालाई अब घर टक्क ढेरेर माछाको झोल बनाएर खाने हो। अगाडि आसिकिनी छन्, यहाँ लप्सन छन्। हिँड्दा डौबा छ। अब घर जान, घर गएपछि अब कति मारेँ मैले हजुरहरूलाई भिडियो देखाउने छु। यही छ, त्यत्रो दुःखबाट मारेको माछा बल्ल यति छ। माछा आई यति रहेछ माछा हामीले मारेको अहिलेसम्म। यति हो ल, यो चाहिँ मैले मारेको गाइस। यो छड्यौ का यो नि